आज म यहाँहरूलाई चाहिँ सजिलो तरिकाले फोटो लेयरबाट चाहिँ हामी फोटोको ब्याकग्राउन्ड पुरानो ब्याकग्राउन्ड कसरी हटाउने अनि त्यसमा नयाँ ब्याकग्राउन्ड चाहिँ कसरी लगाउने भन्ने बारेमा म हजुरहरूलाई जानकारी दिन गएँ है। अब भने हाम्रो फोटो लेयर्स हाम्रो यहाँनिर छ है। यसलाई चाहिँ हामी क्लिक गर्छौं। क्लिक गरिसकेपछि हाम्रो यो सिलेक्ट फोटोलाई हामी क्लिक गर्छौं। त्यसपछाडि हामी एउटा कुनै पनि मानौ एउटा नयाँ ब्याकग्राउन्ड लिएर राखौं है। पहिला एउटा हामी यो ब्याकग्राउन्ड लिएर राखौं। त्यसपछाडि हामी डन गरौँ। डन गरिसकेपछि हाम्रो 16.9 लाई चाहिँ यहाँ हामी क्लिक गरौँ है। क्लिक गरिसकेपछि माथि हाम्रो यो डनलाई हामी क्लिक गरौँ। क्लिक गरिसकेपछि हाम्रो यहाँनिर यसमा चाहिँ हामी अब के गरौँ भनेपछि यहाँनिरको यो एड फोटो छ। यहाँनिर एड फोटोलाई चाहिँ यहाँनिर छ है। एड फोटोलाई चाहिँ हामी क्लिक गरौँ। क्लिक गरिसकेपछि हामी कुनै पनि एउटा फोटो लिएर जाउँ है। मानौँ एउटा सिम्पली यो फोटोलाई हामी क्लिक गरौँ। क्लिक गरिसकेपछि हामी यो डनलाई क्लिक गरौँ। डन क्लिक गरिसकेपछि हामी यसलाई चाहिँ हल्का क्रप गरौँ। क्रप गरिसकेपछि यसलाई चाहिँ क्रप गरिसकेपछि माथि फेरि डनमा क्लिक गरौँ। क्लिक गरिसकेपछि अब हाम्रो फोटो यहाँ आयो है। यो ब्याकग्राउन्डमा आइसकेपछि यसलाई चाहिँ हामी फेरि के गरौँ त भनेपछि यो हाम्रो कटलाई प्रेस गरौँ। प्रेस गरिसकेपछि अब हाम्रो यहाँनिर छ यो अल अटो भनेर है। अल अटोमा हामी क्लिक गरौँ। एकछिन वेट गरौँ। यसको ब्याकग्राउन्ड हट्यो है। ब्याकग्राउन्ड हटिसकेपछि हामी अब फेरि यो डनमा क्लिक गरौँ है। क्लिक गरिसकेपछि हाम्रो फेरि आएर हाम्रो यो डनलाई क्लिक गरौँ। क्लिक गरिसकेपछि हाम्रो फोटोको यो जुन पुरानो ब्याकग्राउन्ड थियो त्यो ब्याकग्राउन्ड हटिसक्यो। हटिसकेपछि अब हामीले चाहिँ यसलाई चाहिँ कुन तरिकाले अब क्रप गरौँ। हल्का क्रप गरिसकेपछि हल्का चाहिँ हामी यो कुनामा अथवा हामी चाहिँ यहाँ पनि राख्न सक्छौँ, कहीँ पनि राख्न सक्छौँ हामीले है। यहाँनिर चाहिँ हाम्रो फोटो बस्यो हैन। फोटो बसिसकेपछि अब हामीले चाहिँ यसलाई चाहिँ उल्टो सुल्टो पनि गर्न सक्छौँ। यहाँनिर आएर यहाँनिरको यो फिलिपलाई चाहिँ क्लिक गरिसकेपछि यता घुम्यो है। फेरि यसैलाई क्लिक गरिसकेपछि फेरि यता घुम्यो। अब हामी चाहिँ यतातिर नै फर्काउँ है। फर्काइसकेपछि हामी जान्छौँ यो सेपमा हामी क्लिक गरौँ। क्लिक गरिसकेपछि फेरि आयो हाम्रो यो सेपमा चाहिँ हामी क्लिक गरौँ है।
क्लिक गरिसकेपछि अब हाम्रो आयो यो फिनिस लेखेकोमा चाहिँ हामी क्लिक गरौँ है। अब हाम्रो फोटो तयार भयो। तयार भइसकेपछि हामी सिधा ब्याक जाउँ। एकचोटि ब्याक गइसकेपछि हाम्रो चाहिँ अहिले बनाएको फोटो हाम्रो यो ग्यालरीले चाहिँ ओपन गरौँ है। अहिले हामीले बनाएको फोटो यहाँनिर आएको छ। ल हेर्नुहोस्, अहिले हामीले राखेको फोटो यही हो, यो फोटो हो। हजुरहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा चाहिँ च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनुहोला। अहिले भने चाहिँ हामी छुट्टिन्छौँ। हस् त, धन्यवाद। फेरि अर्को भिडियोमा हामी भेट हुने नै छौँ है त।